Hello everyone, welcome back to my channel. सबैलाई नमस्ते अनि जो लाग्छ छ है मेरोबाट सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु है। सन्चै हुँदा हुँदै म आज कहीं जान लागेको छु घुम्नु है। तपाईहरुलाई त सरप्राइज छ ल। बस्नु ल म गएको बाइ। बाइ। आगे चाहिँ लाग्दैको यता हेर तपाईहरु आज नयाँ मान्छे मेरो ब्लगमा जोडिनु भएको छ। मसँग चाहिँ पुरानै हो तर मेरो ब्लगमा चाहिँ नयाँ मान्छे। आजको मेरो भ्लगमा चाहिँ हाम्रो सालबारीका बहिनी अनुमिकाद्वारा चाहिँ भात प्रदर्शन गरिँदैछ। हेलो एभ्रिवान, अहिले चाहिँ फिलहाल म आइपुगिसकेँ मेरो बराबरीको घर है, धमाधमाको घर। हामी कहाँ भन्दाखेरि चाहिँ भन्नुपर्दा चाहिँ रङटङको माथि सिपाहीधुरा। अनि अब हामी चाहिँ जान आँटेको शिव खोला अनि शिव खोलाबाट त्यहाँ सिमरिङमा चाहिँ गोली फुटबल चल्दैछ। अन्तखेरि चाहिँ त्यहाँ हेर्नु जाँदैछौँ। अन्त शिव खोलामा अलिकति अब शिव खोलामा फर्स्ट टाइम जाँदैछु है, त्यहाँ एक्सप्लोर गरेर है। अन्त फेरि त्यहाँ पुगेर म तपाईँलाई भेट्छु नि है। लास्टसम्म हेर्दै बसिरहेको छु। ए हामी आइपुग्यौँ ठुलो गाउँ हाम्रो प्यारो हाम्रो दादासँगै हामी चाहिँ अब शिव खोला जानुको लागि बाटोमा म भेट्दै गर्छु नि यो ठाउँ पारी चाहिँ तिनधारे देख्दैछ है। यो चाहिँ हो नरबुङको शिव टेम्पल है। नरबुङ पनि आइपुग्यौँ, नरबुङ क्रस भयौँ। यो चाहिँ हाम्रो कुन चाहिँ फ्याक्ट्री? नरबुङको फ्याक्ट्री, टी फ्याक्ट्री होइन। यहाँ त्यस्तो चाहिँ बाटो यहाँ दिएको छ तर पनि कहाँबाट घुम्नु आउँछ मान्छे। अम्बो चाहिँ टर्निङहरू चाहिँ साथी हो। घुम्नु पनि पर्ने तल ट्रेनको ड्राइभर आउँछ स्वास्थ्य आउँछ होइन। आम्बो यो रिस्क रहेछ नि त ऊ। यहाँबाट चाहिँ सिधै तल गाडी। ओ माई गड, गाडीको अवस्था देखेन अहिले फोटो देखाइदिनु। म त पिङमा बसेको भन्दा आँखाको रहेछ। तपाईँ त ऊ तल पुग्नु रहेछ कुदाउने मान्छे ठेलेर हुन्छ नि 3-4वटा गाडीको यहाँ धर्छ रहेछ है। यहाँ माथिबाट चाहिँ झरेर चाहिँ यहाँ आइपुग्दो रहेछ नि त गाडीहरू चाहिँ प्रायः। राति हुँदो त मेन राति हुँदो है। के टर्निङ? एस टर्निङ एस जस्तो रहेछ नि त। एस टर्निङ दोबान रहेछ नि त यहाँ चाहिँ। कुन खोला हो यो? एउटै खोला हो?
सिपाहीधुराको खोला र तीनधारे खोलाको दोबान को एकजना प्लेयर चाहिँ यहीँ छ। हेलो भन्देऊ न अन्त प्लेयर, तिम्रो नाम भन्देऊ त। क्रिस है। रेस्ट खाजा खाएन? भेट्दिउँ ल। राम्रो खेल्नु, बेस्ट अफ लक। वे टु शिव खोला है। ए झन्डै मोटे ल शिव खोलाको वे चाहिँ अन्त यो बाटो सिधै मालदिरामहरू भएर सिधै खरसाङ भएर सिधै ए सिटोङ जाने बाटो पनि यही हो। ए हजुर चाहिँ ल भाइ यहाँ चाहिँ अलिकति अफ रोड छ अरे। अफ रोड हाफ किलोमिटर अफ रोड। माई गड ढुङ्गा ढुङ्गा अफ रोड छ। सकेको है, सकेको है। बाइक यहाँ राख्नु हुने अरे। हामी चाहिँ यहाँबाट हिँड्दै हिँड्दै जाने झर्ना हेर्नु। रियाली अहिले चाहिँ म आएको छु शिव खोलाको गाउँ। अब चाहिँ हामी झरना मेन पोइन्ट आइपुग्न आँटे। शिवखोलाको सबभन्दा फेमस जग्गा झरना, जो चाहिँ हर कोहीले अहिले चाहिँ हर कसैको भिडियोमा चाहिँ अब देख्न पाइन्छ होइन। यहाँ शिवखोला आएपछि र मैले पनि आज मेरो बहिनीलाई लिएर आएको छु झरनामा। तपाईँहरू सबैजना झरनाको मजा लिनुहोस्। यो चाहिँ जस्ट एउटा अब त्यत्रै हो, झरना चाहिँ यता छ अगाडि। यो चाहिँ हो खास शिवखोलाको झरना। लड्छ हेरेर हेरेर। वाटरफल शिवखोलाको यो चाहिँ फेमस जग्गा। हेर्नुहोस् है गाइज कस्तो लाग्यो। होइन हो त्यहाँदेखि गल्छ लामो छ है मालुटार पाङ्रे खोला सिमलिङ होइन सिमलिङ होइन
बाटो हो। Oh my God. हुँदैन यहाँ अब। पहाड़ों में उड़ चला मेरो भग हामी चाहिँ गोलीको डेस्टिनेसन आइपुगे। यहाँ बाइकहरू पार्किङ गाडी पार्किङ वेदर पनि त्यस्तै रहेछ नि त है। हाम्रो वेदर पनि खतरनाक छ। हाम्रो भाइ लाउने गुन्नेहरू पनि राखेको रहेछ है। हेलो कभर गर्छ होला आइरन लानु पनि हुन्छ हो। कुन चाहिँ छाड्नु भा हेर 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 ए गयो नि सिंगल नम्बर आए नि सिंगल 2 5 4 हैन न दिएकै छैन गरे भनेदेखि चाहिँ मक्टु लान्छु मक्टु मोमो बनाउने खान्छ त। गिफ्टहरु चाहिँ यस प्रकारको रहेछ। प्रेस पनि रहेछ। भाग्य ट्राई गर्नुहोस्। यहाँनिर फेरि खसीको मटर यो चिठाम छ 50 रुपैयाँमा एउटा दर्शकहरुलाई त के भन्नु दर्शकहरुलाई त एकदम म खुसी छु। आज एकदम भिडको साथमा छ। सालबडी हाट्नु भन्दै बेसी छ खुसी लागेको छ। फिलहाल चाहिँ हामी रातो रातो ट्रेनिङ भइरहेको छ हो। यहाँ गोली अलग्गै चल्दैछ। हामी यहाँ खानको लागि अलग्गै बसिरहेको छौँ। रातोले त तपाईँलाई राम्रै देख्दो रहेछ त। अन्त के भयो तपाईँ त हरेस लाग्दो बिमारी भएछ त। त्यस्तो हुन्छ नि त क्यामेरामा हेरेर बात गर्नुपर्छ। यसो हेर्दा चाहिँ यसो हुँदो रहेछ। यसो गरेर बात गर्नुपर्दो रहेछ नि त। त्यसको बाँचेको खतरा खतरा। ल अब यहाँ चप चियाहरू खाएर अहिले भित्रमा तातै टाइपको खाँदै दादाहरू चाहिँ यहाँ चिया पिउँदै सबैजना बसिरहेको छौँ। म्याच पनि स्टार्ट भइसक्यो। सिक्किम भर्सेस गुल्मा है। गुल्मा सिलिगुडी मेरै गाउँ छेउछेउ भनौँ। सालबारी छेउ गुल्मा सुकुना छेउ गुल्मा। एक त हाल्यो त ओ फेरि 2 हाल्यो। आम्बो खतरा खतरा। फेरि ब्याक टु होम न्युट्रलमा सल्लाह तेल बच्छ त प्रमिदा। तर यो ओह्रालो उकालो चाहिँ राम्रो हो है। तेल दामी बाँच्छ। ओह्रालो त राम्रै हो। जाडो चाहिँ यस्तो चिसो भयो। ब्याक टु होम। यहाँ त डेन्जर जाडो हुन्छ होला नि प्रमिदा। 20 मिनट त्यस्तै 40 जस्तो लाग्छ। 40 मिनट लाग्छ। 35-40 मिनट। सिमरिङबाट फर्किँदै रात पनि पर्यो। अब कति छैन अब आधा घन्टा है। जाडो छ है। जाडो छ।
दादाहरू हुनुहुन्छ भाइ दादा सिमलिङ बजारै हो बजारै भन्नु यो माथि ग्राउन्ड छ बजार आज हाट रहेछ हौ सिमलिङको अहिले बच्चौँ भेटौँ ल फेरि घर पुगेर भेटौँ ल हेलो साथीहरू फाइनली हामी चाहिँ घर आइपुगिसकेँ है अनि अहिले चाहिँ हाम्रो डिनर होइन डिनर चाहिँ दादाले बनाउनुहुन्छ अरे है प्रवीण दाले बनाउनुहुन्छ अरे डिनरमा चाउमिनको मेरो हातको स्पेसल चाउमिन हो म बनाउँछु नि भनेर भन्नुभयो है हामी अब त्यहाँ जाने अनि चाउमिन खाने त्यहाँदेखिको त्यहाँ पुगेर भेटौँ ल बाई अहिले चाहिँ म आइपुगेँ दादाको घरमा है अनि दादाले चाहिँ चाउमिन बनाउनुको लागि यहाँ सबै आफ्नो के भन्छ सामानहरू रेडी पारेर राख्नु भएको छ हाम्रो दादा चाहिँ होम हजुर बुढी फुटुवा सेफ अरे हौ आमा यसरी बनाउनु पर्ने रहेछ है चाउमिनमा हाल्ने मसला चाहिँ सिकिराख्नुहोस् अहिले म के भन्छ यो टेस्ट गरेर रिभ्यू पनि दिन्छु चाउमिनको यो चाहिँ हाम्रो उसिनेको यो के भन्छ उसिनेको चिकन है यो चाहिँ हाम्रो रायोको साग पनि हामी चाउमिनमा हाल्नेछौँ आज चाउमिन चाहिँ यहाँ उसिनेर रेडी भइरहेको छ हो अहिले पकाउनेछौँ खानेछौँ अन्त देखाउँछौँ ल के भन्नु छ तपाईँलाई केही छैन जस्ट एउटा चाइनिज आइटमपट्टि इन्ट्रेस्ट ज्यादा भएको मान्छे एक्सपेरिमेन्ट गर्नु मन परेको के कुरामा के कुरा लगाएर चिजहरू चाहिँ अब फास्ट फुडहरू भन्ने चिज चाहिँ मलाई चाहिँ एकदमै इच्छा लाग्छ क्या बनाउनु मलाई चाहिँ जतिसुकै अल्छी लागेको चारकचुरुक क्या यो भन्ने चिज चाहिँ त्यस्तो खालको किनकि म पनि आफै पनि यसको मजा लिन्छु र अरूलाई पनि दिन चाहन्छु नि है लु हामीलाई चाहिँ चाउमिन बनाउँछु अवै भनेर बोलाउनु भएको छ हो हामी फेरि अन्त चाउमिन मोमो भनेपछि त अन्त कहाँ अन्त छोडिने है ल आएको छौँ अब स्टार्ट हुन आँटेको छ बनाउनु किन अनामिकालाई एकपल्ट उठाउनु दिइहाल न खै लु अब यस्तो अब चलाउनु प्रवीण दा चलाइदियो एकपल्ट कम्पिटिसन चल्दैछ यहाँ कसले मजाले चलाउने भनेर लु हो उता कस्तो भन्छ भन न नै पेचान्थे भने पेबी नै चाहन्थे भनिदिन्छ उता पेबी नै चाहन्थे भनिदिन्छ हो गा फेरि हामी त ठिकै भन्छु नि कल आएका ठिकै भन्छु नि यता उता हो गा कल आएका दिदी हो गा त्यसै फेरि पिरोको लागि हेऱ्यौ म त उयो हरेको छु नि ब्ल्याक पेपर पनि हाल्छ चाउमिनमा साग पनि हाल्छ है साथी हो हाम्रो सेफ चाहिँ खतरा छ नि डु कन्ट्याक्ट है कसैको बिहा कसैको कसैको फङ्सनमा है चाउमिन पकाउनु पर्यो भने डु कन्ट्याक्ट हाम्रो प्रवीण दादा फोन नम्बर दिइहाल्नु हालिदिइहाल्नु फोन नम्बर उसको अनुहार देखाउनु पनि फोन नम्बर हालिहाल्नु प्रवीण दा उठाएर देखाइदियो एकपल्ट बनेर रेडी भइसक्यो तातै है हामी भइरहेको छौँ चाउमिन चाहिँ मलाई खाउ लाग्दो नै भएको छ हामी अब खाने हो है ल मिठो लाग्छ रिभ्यू अनेस्ट रिभ्यू दिँदैछु दामी भएको छ म अब यसरी पकाउँछु फ्लेभर दामी आएछ
यो हो नि त पारा यो पारामा खानुपर्छ नि त त्यसका बाँचेको भुइँमा थ्याच्च बस्दिन नि त पलटी कसेर कम्फर्टै कम्फर्ट कति अरे आफै बनाउँदै आफै खाँदै हामीलाई नदिएर हामीलाई दिएन त्यसका बाँचेको उता झन् 3-4 प्लेट भइसकेन त्यहाँ 6 भइसक्यो हौ 6 भइसक्यो 3-4 प्लेट पो कति भयो 6 प्लेट भइसक्यो गाना गाइदेऊ त्यसरी म खाऊ प्रवीण चाहिँ फेरि उठ्नु खाने बित्तिकै सुत्नु हुँदैन थाहा छैन हेलो साथीहरू म घर आइपुगिसकेँ है यो भिडियो कस्तो हुन्छ के हुन्छ है तपाईहरुलाई मन पर्छ कि मन पर्दैन मन पर्यो भने लाइक शेयर अनि सब्स्क्राइब गरिदिनु नबिर्सिनुहोस् होला अन्त कमेन्ट पनि गरिदिनुहोस् होला माया दिनुहोस् होला है अन्तखेरि के भन्नु थियो भने फेरि अर्को भ्लग म दिवालीमा अब ल्याउने छु है दिवालीमा अब एकैचोटि दिवालीमा तपाईहरुसित भेट्छु ल आजले यति नै दिवालीमा भेटौँला है बाइ बाइ Thank you so much for watching. Bye bye. Good night.